साथीहरु है आज चाहिँ हामी म तपाईहरुलाई चिकन थुक्पाको रेसिपी देखाउँदैछु। म मासु फ्राई गर्दैछु अहिले हो। अनि अदुवा छिन्दैछु हो साथीहरु। अदुवा अलिक ज्यादा हुनुपर्छ सुपको लागि। रस बनाउने सुप हो। अन्त सुप बनाएर चाहिँ गर्छ। साथीहरु प्याज अदुवा लसुनहरु मैले रेडी गरेँ हो। यो टमाटर चाहिँ मजाले सुप बनाउनुको लागि नि तपाईले ग्रेभी बनाउनुको लागि नि छिलेर पिस्यो भने चाहिँ छोक्रा छोक्रा बस्दैन के। साथीहरु मैले पिसिसकेँ हो। यो हल्का फ्राई यो डिप फ्राई। स्वाद अनुसार नमक। मसला पाके साथीहरु अब हल्का पानी हालेर भुट्नु हो। मासु हाल्ने हो। पाक्दैछ साथीहरु चिकन सुप हो। मजाले बनाएर नुडल्स बोइल गर्नुपर्छ। हेर्नु मैले यस्तो भयो। अनि टेस्ट गरेर देखाउँछु नि साथीहरु। लो साथीहरु मेरो चिकन पाक्यो। अब नुडल्स बोइल गर्ने काम चाहिँ उहाँको हो। मासु खाऊ। मुस्कान क्यामेरा अन हेर न त्यसै प्याज छ नि प्याज जहिले पनि तिमीले कसरी काटेर यो कालो कालो दाग हुँदैछ नि यसलाई चाहिँ मजाले धुनु नि। किन भन्दा त यसले लिभर र किडनी ड्यामेज गर्छ क्या। त्यही कारण कालो चाहिँ एउटा देख्नु हुँदैन। सिलिसकेर धुँदाखेरि काट्नुभन्दा बढी बुझ्यो। त्यसरी गर्नुहोस्। तपाईँहरू पनि त्यसरी गर्नु राम्रो हुन्छ क्या। हालेको तपाईँहरूलाई कतिलाई त थाहा होला है कतिलाई थाहा नहुँदैन चाहिँ यो प्याजको कालो जुन यो चाहिँ एकदमै तपाईँको पोइजनै हो भनौँ न। गार्निसिङको लागि लो साथीहरु अब चाहिँ हाम्रो डिनर रेडी भयो। सुप हाले साथीहरु हैन। यो नुडल्स हाल्दैछु। थुक्पा चिकन प्याज धनिया और नींबू।
लु साथीहरू थुक्पा रेडी भयो चिकन थुक्पा हो अब चाहिँ मजाले खाएर उयो गर्ने सुत्ने हो ल बाई अहिलेलाई बाई दामी भएछ फर्स्ट क्लास ठिक्क लाग्यो तातो यो खान सक्ने खालको क्या